तल नजाउँ, यहीँबाट फर्क्यौँ हुन्न? तपाईँको बर्रे हो यो, चौतारे प्रावि जहाँ म पनि 5 कक्षासम्म पढेँ। यसरी अब जान्छौँ छोरासँग, यसरी छोराका म भ्लग बनाइँदैछु। मेरो छोरो निलबुङ दादाको त साह्रै छिटो हिँड्छ मेरो छोरा, म त भेट्नै सक्दिनँ त। त्यहाँ गोठाला सालिक दाइ गोठाला गर्दै हुनुहुन्छ। त्यहाँ सानो भाइ पनि गोठाला गर्दैछ पुगो पनि। अनि यसो हुलङ खान आउनुभयो हुन्थ्यो नि त हौ त्यता, आउनु ल हाम्रोमा पनि आज हो। हुन्छ छोरा, तिपालाई नमस्ते त गर्दै हुनु साँच्ची। यो छोरा है मेरो, साल दाइ छोरो। जेठो छोरो हो, यही हो, 12 वर्षको छ। कान्छी चाहिँ छोरी 8 को। हामी चौतारा डाँडाको छेउ पुगेर फर्किँदैछौँ है बाबु? केही भन्नु छ यहाँ? मेरो छोरो त केही छैन भन्छ फेरि, मेरो केही छैन भन्नु भन्छ। आज हुलुङले गर्दा धेरै मान्छेको गाईबस्तु खोलेको छैन घरमा। अब भयो होला पो जानुपर्छ। हामी नुहाउने ठाउँ खाली नभएर यहाँ बाख्रा पनि आज कसैले खोलेको छैन। हामी यता डुल्न आएको, टाइम पास पनि हुन्छ हाम्रो। अनि छोरोले गाउँबाट ढुलेको भोलि पर्सि भिडियो पनि हेर्छ, त्यसैले म चाहिँ मेरो छोरोको भिडियो बनाइन्छ होइन। मैले सुली टेकी आऊ कुखुराको चिप्लो चिप्लो छ, तलबाट जाऊँ ल। आइयो, हामी त आयौँ, यहाँ भिडियो बनाइदिएको यसको। सबैको धारा खुल्ला रहेछ नि त विजय। मैले उता त बन्द गरिदिएँ दिलुहरूको त। यहाँ चाहिँ ट्याडपोल छ होइन छोरा? कस्तो धेरै चम्केको यिनीहरू त। ट्याडपोल छ, माछा भनेर खेलाएको होइन हामीले। उसको नाम के हो, यो ईश्वरको छोराको नाम? तिम्रो कतिजना दिदी? एउटा दिदी हो। ओहो, सायाहाङ राई। साया भनेको के पो विजय? साया भनेको छाया हो, छाया राजा रहेछ, डिफेक्टो राजा भनेको होला। हेलो राजा। खोइ राजा केही भन्दै हो नि त यार। हो, ट्याडपोललाई पनि फिसिङ गर्ने छोरा? नगर्ने। त्यो जाउँ हामी ल। विजय गएको, हामी त यहाँ अलिक खुल्ला भयो कि हो, खुल्ला त छैन यहाँ, धाराभरि मान्छे रहेछ। अनि अब कता गयो यहाँको सुँगुर हौ, यत्रो ठुलो छ। अर्कोपट्टिबाट हो छोरा, अर्कोपट्टिबाट हो, यताबाट हो क्या। आहा, ऊ ए आदित्य, ए आदित्य ऊ
त्यहाँ आदित्य भट्टराई छ, यहाँ आदित्य राई छ। आदित्य राई के त्यो टिका किन लगाएको आदित्य राईले? केटाले कहाँ टिका लाउँछ हौ? मामै हिँडेको गयौँ। अनि यहाँ आदित्य घर पनि देखाउँ न, त्यो हो नि त आदित्य घर। आदित्य घर त यो हो नि। ए भाउजू आदित्यको आमा ए होइन टिममा भन्नु, आदित्यको टिममा आदित्य भट्टराईको ए होइन आदित्य राईको टिममा उसको साथी आदित्यले यस्तो काम गर्छ, यति धेरै कामकारी मान्छे छ। उता जाँदाखेरि ठुली हो नि फेरि। ए आदित्यले यस्तो काम गर्छ हेर त, कति राम्रो काम गर्यो। आदित्य भने खतरा मान्छे हो नि है। उसको साथी पनि आदित्य भट्टराई भन्ने छ क्या, बेस्ट फ्रेन्ड। अनि मैले आदित्य भनेको चिनाउनु ल्याएको नि। उसले लगेर साथीलाई देखाउँछ आदित्य भट्टराईको भनेर। भाउजू गएको है? कति छिटो हिँडेको हौ बाबु, कति छिटो हिँडेको? तेरिका तलबाट यहाँबाट ऊ नमस्ते काकी भन न हौ, काकीलाई नमस्ते भन त। लु मेरो ठुलो छोरो यही हो। कति छिटो कुदेको त हौ छोरा है। पहिलोपटक पहाड आएको मान्छे पनि गुडुरु कुद्छ त हौ पहाडी बाटोमा पनि। अनि यहाँ हुनुहुन्छ काजी, खोइ काजी ए माइजू हुनुहुँदो रहेछ नि त। काजी कहाँ माइजू हुनुहुन्छ? यो निलबुङलाई नातिलाई। माइजू के बोक्नु भएको थियो? के बोक्नु भएको? ए कति धेरै गाई बस्तु हौ तपाईँको त? जाने अब सकियो अरे होइन र? त्यसै भन्छ। यहाँ मेरो छोरालाई अल्छी लागिसक्यो अरूभन्दा पनि। बाबा कति बेला भन्छ। खोटाङ अब जाने होला, पर्खिने उतै पालो। मेरो घर माथि हुलुङ भइरहेछ आज। हुलुङ भनेको चुला पूजा, 3 चुला पूजा र माछाको पूजा हुन्छ। राईहरूको एकदमै ठुलो चाड पर्व के भन्ने। अच्छा यो हाम्रो बारी हो, यो हाम्रो घर हो। यो बारीको छेउ निलबुङ दादा हिँडिरहेछ। आफ्नो बाजेको सम्पत्तिमा हिँडिरहेछ नाति यति बेला है। आफ्नो बाजेको सम्पत्तिमा हिँडिरहेछ नाति होइन, बाजे बराजुको सम्पत्ति हो नि त यो प्रोपर्टी त। तिम्रो बाजे बराजुहरूको प्रोपर्टी हो क्या यो। मेरो बाबा मेरो बाजेहरूको तल गैरी भन्छ, पारी सिमले बेबु देखिन्छ। माथि निलिपुर डाँडाबाट बाटो जान्छ खोटाङ सिमपानीबाट अरे। ओके छिटो न ए भयो।